नमस्कार, म डाक्टर गंगा प्रसाद यादव, भेटनरी सर्जन। आज तपाईँहरूको माझ एउटा अनौठो किसिमको रोग जुन गाई भैँसीहरूमा देखा पर्ने गर्दछ, खड्के, झनक वा पटेलर लक्जेसन लिएर आएको छु। यो रोग गाई भैँसीमा देखा पर्दा विभिन्न लक्षणहरू देखाउँछ। तपाईँहरूले स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो रोग देखा परेपछि गाई भैँसी खुट्टा तन्काउँदै हिँड्ने, उफ्री उफ्री हिँड्ने, घिसार्दै हिँड्ने गर्दछ। यो रोग खास गरी जाडो महिनामा गाई भैँसीहरूमा देखा पर्दछ, तर कहिलेकाहीँ गर्मी याममा पनि यो रोग देखा पर्दछ। यो रोग लागेपछि गाई भैँसीमा खाना पानी कम गर्ने, दुध दिन कम गर्ने, फाइनली इकोनोमिकसम्म रिलेटेड छ। स्क्रिनमा देख्न सक्नुहुन्छ। उपचार विधि यो रोग लाग्दाखेरि दुई तरिकाले गरिन्छ, एउटा ओपन मेथड र अर्को क्लोज मेथड। जुन क्लोज मेथड बढी प्रिफर गरिन्छ। यो मेथडमा एनिमललाई कास्टिङ गरेर लडाएर लिगामेन्ट फिल गरिन्छ र मेडियल पटेलर लिगामेन्ट काट्नु पर्ने छ। जुन लिगामेन्ट हामीले फिल गरिसकेपछि पिस्टोरी नाइफ या 12 नम्बरको सर्जिकल ब्लेड जुन कर्भ हुन्छ, त्यो मिडल र मेडियल पटेलर लिगामेन्टको बिचमा छिराएर मेडियल पटेलर लिगामेन्ट कट गरिन्छ र यो काटिसकेपछि एनिमललाई हिँड्न लगाउनु पर्छ र हिँड्दाखेरि इनकेस टोटली काटिएको छैन भने जनावरले त्यो खुट्टा पहिलेको लक्षणहरू जस्तै सुरुको जुन रोग लागेको लक्षण छ त्यस्तै उफ्री उफ्री हिँड्ने, घुँडा तन्काएर हिँड्ने या घिसार्दै हिँड्ने गर्दछ। तर मेडियल पटेलर लिगामेन्ट पुरै काटिएको छ भने जनावर राम्ररी हिँडडुल वा दगुर्न थाल्दछ। लिगामेन्ट काटिसकेपछि जनावरलाई यसरी हिँडाएर वा दगुराएर हेर्नु पर्दछ। राम्ररी हिँडडुल वा दगुर्न थालेपछि मेडियल पटेलर लिगामेन्ट पूर्ण रूपमा काटिएको बुझिन्छ र समस्याको समाधान भएको देखिन्छ। अन्तमा जनावरले ठुलो राहत महसुस गर्न थाल्दछ। धन्यवाद।